आधी घण्टा केही नखानुस्, दिएको औषधि टाइममै खानुस्, 24 घण्टा सारो चिजहरू नखानु। मैले भनेको त केही इन्स्ट्रक्सन राम्रोसँग फलो गर्नु भएनछ त। उहाँले त यो गल्ती गर्नुभयो, तर तपाईहरू भने यो गल्ती नदोहोऱ्याउनु होला। तर इन्स्ट्रक्सनहरू त धेरै हुन्छ र सबै सम्झिन पनि गाह्रो हुन्छ भन्नेहरूको लागि भने आज म दाँतको उपचारको क्रममा र दाँतको उपचार पछि के गर्नुहुन्छ र के गर्नु हुँदैन भन्ने विषयमा कुरा गर्न गइरहेको छु। म यो भिडियोमा डेन्टल प्रोसिजरहरूको इन्स्ट्रक्सन दिन गइरहेको छु, जस्तै एक्सट्र्याक्सन, आरसिटी, क्राउन, कम्प्लिट डेन्चर, स्केलिङ र रेस्टोरेसन। नमस्ते, म नेपाल मेडिकल काउन्सिल रजिस्टर्ड डाक्टर श्रेष्ठा घिमिरे। Now let's go back to our main topic, instruction for extraction during treatment. दाँत निकाल्ने क्रममा एनेस्थेसिया दिँदा हजुरहरूलाई नम भएको जस्तो, हेभी फिल भएको जस्तो नर्मल नै हो, यसमा आत्तिनु पर्दैन। त्यसैगरी डेन्टिस्टले तपाईको दाँत हल्लाउँदा प्रेसर फिल भएको जस्तो हुनु त्यो पनि नर्मल नै हो। तर यदि दुखिरहेको छ भने आफ्नो डेन्टिस्टलाई इन्फर्म गर्नुहोला। कुनै एक्सट्र्याक्सनमा भने टाइम लाग्न पनि सक्छ। इन केस यदि तपाईको बङ्गाराहरू बाङ्गो सुतेर आएको छ भने अथवा सर्जिकल एक्सट्र्याक्सनहरू गर्नुपर्ने छ भने टाइम पनि लाग्न सक्छ, त्यसैले नआत्तिनु होला। प्रोसिजर सुरु हुनुभन्दा अगाडि हजुरको डेन्टिस्टले तपाईको प्रेसर, सुगर, कोलेस्ट्रोल, थाइरोइड, ब्लिडिङ डिसअर्डर छ कि छैन जस्तै अरू धेरै मेडिकल हिस्ट्रीहरू पनि सोधिने गरिन्छ। यो सोध्दा हजुरहरूले केही नलुकाई भनिदिनु होला, किनभने यदि तपाईहरूलाई यो रोगहरू छ भने डेन्टल ट्रिटमेन्टको क्रममा केही कम्प्लिकेसन्सहरू पनि आउन सक्छ। जस्तै यदि तपाईलाई ब्लिडिङ डिसअर्डर छ भने दाँत निकालेपछि धेरै रगत बगेको बगै हुन्छ र चाँडै रोकिँदैन। आफ्टर ट्रिटमेन्ट तपाईको दाँत निकालेपछि तपाईको डेन्टिस्टले तपाईलाई गज टोक्न दिनुहुन्छ, जुन चाहिँ आधी घण्टादेखि 1 घण्टासम्म टोकिरहनु पर्छ। आधी घण्टा वा 1 घण्टा पछि त्यो टोकेको गज चाहिँ फालिदिनु होला अनि केही चिसो खानु होला, जस्तै आइसक्रिम, बरफहरू जस्तो। चिसो खानु भयो भने तपाईहरुको रगत चाँडै अड्डिन्छ। तातो भने अभोइड गर्नु होला, किनभने तातो खानु भयो भने रगत झन् बगेको बगै हुन्छ। त्यो पछि नदुख्ने औषधि पनि खानु होला। त्यसको साथसाथै यदि तपाईहरुको डेन्टिस्टले तपाईलाई एन्टिबायोटिक दिनु भएको छ भने त्यो पनि खानु होला। घर गएर दाँत निकालेको पट्टी बाहिरबाट आइस लाएर पनि सेक्नु होला, ताकि तपाईको स्वेलिङ हुँदैन वा भएको छ भने पनि चाँडै सबसाइड हुन्छ। त्यसैगरी दाँत निकालेको दिनमा त्यो साइडमा ब्रस हल्का गर्नुहोला, धेरै दबावले ब्रस नगर्नु होला। अनि त्यो दिन थुकेको थुकै पनि नगर्नु होला। धेरै थुक्नु भयो भने तपाईको रगत त्यहाँ जम्न पाउँदैन र घाउ निको हुन पाउँदैन। दाँत निकालेको साइडबाट खानाहरू पनि नचपाइदिनु होला, किनभने तपाईहरुले त्यो साइडबाट खाना खानु भयो भने खानाहरू अड्किने चान्सेस हुन्छ। खाना अड्केपछि त्यसमा इन्फेक्सन हुने चान्सेस हुन्छ। दाँत निकालेको भोलिपल्ट भने मनतातो पानीमा नुन हालेर कुल्ला गर्नुहोला। दिनमा 2-3 पटक जतिचोटि सक्नुहुन्छ त्यतिचोटि। दाँत निकालेको 1 हप्ता भने स्मोकिङ, ड्रिङ्किङ कम्प्लिटली एभोइड गर्नुहोला, किनभने यसले इन्फेक्सनको चान्सेस बढाउँछ। त्यसैगरी यदि हेभी एक्सरसाइजेसहरू गर्नुहुन्छ भने पनि कम्तीमा पनि 2 दिन चाहिँ अलि हेभी एक्सरसाइजहरू नगर्नुहोला। यदि तपाईको रगत बगेको बगै भयो भने आफ्नो डेन्टिस्टलाई इन्फर्म गर्नुहोला। यसको सरल घरेलु नुस्खा भनेको चाहिँ तपाईको चियापत्ती हुन्छ नि, टी ब्यागलाई पानीमा चोपालेर जहाँबाट रगत बगिरहेछ त्यहाँ राखेर एकछिन टोक्नुहोला आधी घण्टासम्म। इन्स्ट्रक्सन्स फर आरसिटी माथि एक्सट्र्याक्सन जस्तै यदि आरसिटीमा पनि हजुरको एनेस्थेसिया लाउनु पर्यो भने नम फिल हुनु त्यो नर्मल नै हो। अनि आरसिटी गरिरहेको बेला भने त्यो साइडबाट नचपाइदिनु होला, किनभने आरसिटी गरेको दाँत खोक्रो हुन्छ, त्यही भएर क्र्याक हुने चान्सेस पनि चाँडै छ। अब मैले सारो चिज नचपाउनु भने अब सारो चिजमा के पर्छ भने जस्तै मासुको हड्डी, छुर्पी, सुपारी, चाकु। यस्तो सारो चिजले चाहिँ तपाईहरुको आरसिटी गरिरहेको दाँतलाई क्र्याक गरेर जरा शुद्ध निकाल्नु पर्ने पनि हुन सक्छ। अनि यत्रो खर्च गरेर हजुरले आरसिटी गर्नुभयो अनि बिचैमा दाँत निकाल्नु पर्यो भने त केही अर्थै भएन नि। इन्स्ट्रक्सन्स फर क्राउन तपाईको दाँतमा खोल हालिसकेपछि हामीले तपाईलाई आधी घण्टा केही नखानुस् भन्छौं। 24 घण्टा खोल हालेको ठाउँबाट नचपाउनु होला, किनभने यो खोल टास्ने सिमेन्टलाई सेट हुनै 24 घण्टा लाग्छ। यदि तपाईले यो बीचमा चपाउनु भयो भने त्यो भित्रको सिमेन्ट कमजोर हुन्छ र चाँडै निस्किने चान्सेस हुन्छ। यस्तो सारो चिज जस्तै मासुको हड्डी, छुर्पी, चाकु, सुपारी खाँदा तपाईको आफ्नो नेचुरल दाँत त भाँचिन्छ भने यो त पछि हालेको आर्टिफिसियल दाँत हो, त्यही पनि तपाईको नेचुरल दाँतमाथि हालेको क्याप मात्रै हो। केयर गर्नुहुन्छ भने यो दाँत पनि 10 देखि 15 वर्षसम्म पनि टिक्न सक्छ। त्यसैले यो कति वर्ष टिक्छ भनेर सोध्नु भन्दा पनि आफूले पनि एकचोटि राम्रोसँग ख्याल राखिदिनु होला।
त्यसैगरी यो हालेको दाँतलाई तपाईले राम्रोसँग केयर गर्नुहुन्न, ब्रस गर्नुहुन्न, फ्लस गर्नुहुन्न भने 10-15 वर्ष टिक्छ भन्ने पनि नटिक्न नि सक्छ। इन्स्ट्रक्सन्स फर कम्प्लिट डेन्चर। तपाईले हजुरआमा हजुरबुवाले लाउने जुन निकाल्ने झिक्ने दाँत हुन्छ नि त्यो देख्नु भएको छ नि, त्यसलाई नै कम्प्लिट डेन्चर भनिन्छ। यो दाँत लाउनु भएको 24 घण्टा भने ननिकालिकन कन्टिन्युअस लाइरहनु होला, किनभने यो सिडी चाहिँ तपाईको गिजाको सपोर्टले हाल्ने दाँत हो र तपाईले 24 घण्टा यो सिडी कन्टिन्युअसली लाउनु भएन भने यो दाँतले गिजासँग प्रपरली एडाप्ट हुन पाउँदैन अनि लुज हुन सक्छ। त्यो पछि भने राति सुत्ने बेला निकालेर पानीमा राख्नुपर्छ। यसलाई यत्तिकै राख्न मिल्दैन किनभने यो डिस्टर्ट हुन सक्छ, अलि खुम्चिन सक्छ। अनि यो दाँत हालेको लगत्तै नरम खानेकुरादेखि सुरु गर्नु, एक्कासी सारो कुरा नखानु, नरम खानेकुरा त्यो पनि यो र यो एरियाबाट चपाउनु। त्यो पछि तपाईले बिस्तारै अलि सारो चिज खान चाहिँ मिल्छ। त्यसैगरी यदि तपाईलाई कतै घोचेको छ, घाउ बनाएको छ भने त्यो मिलाउन भने डेन्टिस्टकोमै जानुपर्छ। अब नयाँ जुत्ता लाउँदा त तपाईलाई 1-2 दिन ठेला पारे जस्तो अलि अप्ठ्यारो हुन्छ। यो त पुरै सिडी तपाईको गिजाको सपोर्टले हाल्ने दाँत हो, 1-2 दिन अलि अप्ठ्यारो हुन सक्छ। तर मिलाएर लाएपछि र बानी बसेपछि यो दाँत पनि तपाईलाई सजिलै लाग्न सक्छ। यो सिडीलाई पनि हजुरहरूले आफ्नो नेचुरल दाँत जस्तै सफा भने गर्नुपर्छ। अब सफा गर्दा चाहिँ यो सिडीलाई तपाईले नरम टुथब्रस लिएर हल्का सफा गर्ने। टुथपेस्ट भने युज गर्नु हुँदैन किनभने टुथपेस्टमा एब्रेजिभ कम्पाउन्ड हुन्छ जसले गर्दा सिडीलाई कोतार्छ अनि सिडीको सर्फेस झन् रफ भएपछि त्यहाँ गएर झन् फोहोर अड्किन्छ। इन्स्ट्रक्सन्स फर स्केलिङ। तपाईको दाँत सफा गर्ने क्रममा मेसिनको हल्का भाइब्रेसन फिल हुनु नर्मल नै हो। त्यो भाइब्रेसनले गर्दा तपाईलाई हल्का सिरिङ्ग हुन सक्छ। तर यदि धेरै सिरिङ्ग भइरहेको छ भने आफ्नो डेन्टिस्टलाई इन्फर्म गर्नुहोला। डाक्टर कुन बेला चाहिँ धेरै सिरिङ्ग हुन्छ? अब धेरै सिरिङ्ग हुनु पनि कारणहरू छ, जस्तै तपाईको दाँतमा किरा लागेको छ भने अथवा तपाईको दाँतमा क्र्याक लाइनहरू छ भने चाहिँ अलि बढी सिरिङ्ग हुन सक्छ। अनि स्केलिङ गरिसकेपछि आधी घण्टा केही नखानु होला र 2-3 दिन धेरै चिसो धेरै तातो पनि नखानु होला, किनभने स्केलिङ गरिसकेपछि हामीले गिजा र दाँत बीच फोहोर निकालेको हुन्छौँ र तपाईले धेरै चिसो धेरै तातो खाँदा हल्का सिरिङ्ग हुन सक्छ। दाँतको सर्फेसमा नसा छैन भने सिरिङ्ग चाहिँ किन हुन्छ? होइन, दाँतमा पनि नसा हुन्छ, तर अब सिरिङ्ग हुनु कारण थुप्रै छन्। स्केलिङको बारेमा थप जान्नु छ भने मेरो युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ। त्यसैगरी स्केलिङ लगत्तै स्मोकिङ नगर्नुहोला, किनभने स्केलिङ गर्नु लगत्तै तपाईले स्मोकिङ गर्नुभयो भने चाँडै स्टेन बस्ने चान्सेस हुन्छ। अनि दिनमा 2-3 पटक 1 हप्तासम्म मनतातो पानीमा नुन हालेर कुल्ला गर्नुहोला। अनि तपाईहरुको डेन्टिस्टले हजुरहरूलाई माउथवास रेकमेन्ड गर्नुभएको छ भने त्यो पनि युज गर्नुहोला। इन्स्ट्रक्सन्स फर रेस्टोरेसन। दाँत भर्ने क्रममा तपाईहरुलाई हल्का सिरिङ्ग हुनु नर्मल नै हो। अब सिरिङ्ग किन हुन्छ भने तपाईको दाँतमा लागेको किरा कुन लेयरमा छ त त्यही अनुसार सिरिङ्ग थोरै हुने या धेरै हुने हुन्छ। दाँत भरिसकेपछि आधी घण्टा केही नखानु होला र 24 घण्टा त्यो साइडबाट नचपाउनु होला। 24 घण्टा पछि भने त्यो साइडबाट खान मिल्छ, तर धेरै सारो चिज र च्युइङगम जस्तो खानेकुराहरू एभोइड गर्नुहोला। आफ्नो केयर वाइज तपाईको भरेको दाँत 10 देखि 15 वर्षसम्म पनि टिक्न सक्छ। त्यसैले दाँत भरिसकेपछि यो भरेको सिमेन्ट कति वर्षसम्म टिक्छ भनेर सोध्नु भयो भने हामीले तपाईलाई डेफिनेट एन्सर दिन सक्दैनौँ, किनभने दाँतको स्ट्रक्चर, मटेरियल र तपाईको आफ्नो केयरमा भर पर्छ। यो बाहेक हजुरहरूलाई अन्य डेन्टल ट्रिटमेन्टको बारेमा थाहा पाउनु छ भने कमेन्ट सेक्सनमा गएर लेखिदिनु होला। यस्तै डेन्टल रिलेटेड अवेरनेस भिडियो हेर्नको लागि मेरो च्यानललाई सपोर्ट गरिदिनु होला, लाइक गर्नु, सब्स्क्राइब गर्नु। बाइ।